मौन बसेर सहयोग गर्ने शब्दहरू प्रत्येकको यो तपाईँहरूले प्ले कार्डमा पनि देख्न सक्नुहुन्छ हाम्रो के हो रहेछ भनेर यहीँबाट स्पष्ट बुझ्नुहुन्छ प्रत्येकको हातमा हेर्नु होला अघि हामीले सबै कुराहरू बताइसकेका छौँ अहिलेलाई हामी यहीबाट बोलिरहेको छौँ भनेपछि प्ले कार्डबाटै बोलिराख्नु भएको छ तपाईँहरू अरू बाँकी बोल्न चाहनुहुन्न अहिलेको लागि यति नै अहिलेको लागि हामी कारण के होला खासमा अहिले यति नै बोलौँ न यति नै भनेपछि अब देशका घाउहरू हाम्रो जिम्मेवारी भनेर जुन यो प्ले कार्डहरू हामीले देखिरहेका छौँ र हामीले देखाइरहेका छौँ र राष्ट्र पहिला अङ्कारपछि र धेरै यस्तै प्ले कार्डहरू लिएर जुन यो माइती घर मण्डलामा बसिराख्नु भएको छ र जेएनजीका साथीहरू पनि मैले यहाँ देखिरहेको छु र यहाँ घाइते जो जेएनजीमा जति पनि 23 गते र 24 गते घाइते भएका जति पनि बिरामीहरू पनि यहाँ उपस्थित हुनुभएको यो देख्न सक्नुहुनेछ र धेरै शहीदहरूको सम्झनामा हिजो पनि जुन भाइटिकाको दिन दीप प्रज्वलन गरिएको थियो र जेएनजीका साथीहरूले र अहिले पछिल्लो समय अब जेएनजीको माग सम्बोधन सरकारले गर्नुपर्छ भन्ने पनि